हेलो वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म धेरै दिनपछि भिडियो बनाउँदैछु कि आज साउनको तेस्रो सोमबार। आज चाहिँ फास्टिङ छ मम्मी र मेरो। म चाहिँ ढिलै उठाएको थिएँ, मम्मी योगाबाट आइसकेको थियो। नुहाइधुवाइ गरेर म चाहिँ ड्याडीलाई बिहान ब्रेकफास्ट बनाउँदैछु। अनि साथसाथै म चाहिँ बेलुकाको लागि चाहिँ साग पखाल्दैछु कि कहीँ जानु पऱ्यो भने म चाहिँ बिहानै ट्याकटुक मिलाएर नै जान्छु, बेलुका आएर सजिलो हुन्छ नि त। अनि त्यसपछि आइसले सरसफाइ त गरेर गएको थियो, त्यही पनि अलिअलि फोहोरफार देखेपछि मलाई झाड लाउन मन लागिहाल्यो है। अलिअलि मेलमिलाइ गरिसकेपछि मम्मी चाहिँ पूजाको लागि रेडी पार्दै उसिन्थ्यो। अनि दुइटै सासू बुहारी मिलेर पूजा गऱ्यौँ। माथि चाहिँ अलिअलि बाहिर चाहिँ पानी परिरहेको थियो। अनि म चाहिँ तुलसीमा पूजा गर्न गएँ। अनि तुलसीमा पूजा गरेर आउँदाखेरि चाहिँ चुनाल दाइले चाहिँ सिँढीमा केरा राखिराखेको रहेछ क्या हाम्रो लागि। अनि त्यसपछि चाहिँ म तल रुम मिलाउन आएँ। अनि रुम मिलाइसकेपछि मम्मी र म चाहिँ डिस्कसन गर्दैछु कि को जाने, कसरी जाने, गाडीमा जाने कि ट्याक्सीमा जाने भनेर। अनि तर हामीले चुनाल दाइलाई बोलायौँ। अनि हामी 6जना हुन्छौँ नि त। अनि एउटामा अटाउँदैनौँ ट्याक्सीमा, अनि गाडीमै जाने भनेर रेडी हुँदै थिएँ। यो चाहिँ मेरो मम्मीले चुरा ल्याइदिएको थियो पहिला नै, तर लाउने जुरेकै थिएन भनौँ। अनि दुइटै सासू बुहारीले चाहिँ एउटा ड्रेस लाउने भन्यौँ। अनि मम्मी चाहिँ मलाई टिकटक बनाउँदा सिकाउँदै हिँड्छ क्या एक्टिङ गर्न। म चाहिँ अलि साइ छु, मलाई त्यस्तो राम्रो आउँदैन नि त एक्टिङ गर्न। अनि एउटैमा कोचिएर पेल गरेर हामी 6जना चाहिँ गयौँ डोलेश्वरतिर, काखमा बसेर के फेरि ठाउँ भएन नि त। अनि डोलेश्वरमा चाहिँ आज यत्रो भिड रहेछ है। अब भिड त हुने भयो नै, आज सोमबार हो नि त। अनि मम्मीहरू चाहिँ लाइनमा बस्यो, म चाहिँ लाइनमा बस्न सक्दिनँ। मेरो पेसेन्ट लेभल चाहिँ एकदम लो छ, म सक्दिनँ। अनि तर लाइन चाहिँ चाँडै सर्दो रहेछ, कत्रो लामो लाइन। अनि पूजा एकदम राम्रो सिस्टमेटिक वेमा रहेछ क्या, चाँडो लाइन सरिहाल्यो। अनि पूजा गऱ्यौँ हामीले। अनि पूजा गरेर फोटो खिच्यौँ। अनि फोटो खिचेर एकछिन सबैजना त्यहाँ डान्स हुँदै थियो, सबैजना मम्मीहरू नाच्यो। म चाहिँ अलिअलि हल्लेँ, मलाई जस्तो डान्स गर्न चाहिँ आउँदैन है। अनि हामीले चुनाल दाइलाई बोलायौँ। अनि मम्मी चाहिँ सिट मिलाउँदै उसिन्छ क्या, बिहान चाहिँ गाह्रो भएको थियो, अहिले चाहिँ मिलेर जानुपर्छ भन्दै उसिन्थ्यो मम्मी। बिहान चाहिँ एकदमै गाह्रो भएको थियो। अनि एकदम वरिपरि ग्रिनरी छ नि त डोलेश्वरमा, देख्दा चाहिँ बिचमा मन्दिर, वरिपरि कस्तो ग्रिनरी। अनि यो चाहिँ हाम्रो घरनिरको भेडा फार्म। भेडाको कानमा ट्याग लगाएको देखेर म चाहिँ सक भएँ कि। अनि दिदीलाई भेटेँ। अनि आयुष पनि स्कुलबाट आइसकेको थियो, खाजा बनाउँदै थियो। अनि मैले चाहिँ हाम्रो लागि बिहानै साग भुटेर गएको थिएँ। अनि गोलभेडाको अचार बनाएँ, म चाहिँ खाना बनाउँदै थिएँ। अनि यो चाहिँ हामीले डोलेश्वरबाट ल्याएको सपिङ कि मेलाबाट ल्याएको। अनि मलाई कहीँबाट आयो भने लुगा मलाई सिक्सिङ लागेर धुनै पर्छ, म उतिखेरै धुन्छु सकेसम्म। अनि म चाहिँ खाना पस्किँदै थिएँ, पस्केँ खाना। अनि मम्मी चाहिँ पूजा गर्दै